Every day I wake up from my bed, I will double my workout routine. So this is day 1. I will do push-ups, sit-ups and squats. So we are in day 2 of challenge. Let's double the workout to 2 push-ups, 2 squats, 2 sit-ups. This is day 3 of challenge. So we will double 2 push-ups to 4 push-ups. Let's get to workout. So this is day 4 of challenge. Let's double 4 push-ups to 8 push-ups is going to be. So this is day 5 of challenge. We are going to double 8 to 16 workout. Let's get started. This is day 6 of challenge. We are going to double 16 to 32. Let's get started. सेम्पू लाउने अनि कपडा धुने साबुन लाएर धुने तेल लगाउने होइन यस्तो सानो कुरा गरे डरलाग्दा टल्किन्छ मैले सेम्पू लाएर एउटा सेम्पू दुईटा सेम्पू लाउँछु सल्लक्क लाउँछु र सल्लक्क मैले सेम्पू लाउने कुरा त्यो अर्को सेम्पू लगायो छक्क बनाएको बल लगायो बल्ल मैले त्यति है म दिने पनि पूजा गर्दैन हुकुम भेटिदियो सोमबार फेरि अनि गयो हुकुम भेटिदियो होला आएर पण्डितलाई मलाई के नपर्ने काम सबै गर्नु कि पण्डित के मैले अरू बेला भाले भाले मात्रै हो खाने So this is day 7 of challenge, the final day.
we are going to double 32 to 64. It's going to be very hard. Let's go. अब त्यही मानौँ होइन मेरो बाबामा त त्यो रहेछ नि हो कि मैले के गरेको यति चामल हालेँ यति दाल हालेँ अनि त्यसरी खुसी अनि कलसमा पानी लगाएँ अनि त्यसपछि ल फेरि सधैँ गरी यसरी मान्न पाइयोस् भने मैले त्यति गरेर आएको हो अरू केही गरिनँ है मैले त यार तर यार मलाई तपाईँले सम्झनु धेरै एक हिसाबले कस्तो भन्दा त्यो केरला त्यहाँबाट धेरै लाज गर्नु चाहिँ होइन म त्यो सोच्दै तपाईँ पर्नु भन्नुहुन्छ मेरो कुरा सुन्नुहोस् तपाईँभन्दा म सानो मान्छे हो मैले जति तपाईँले धेरै बुझ्नुपर्छ तपाईँले भन्नु भने तपाईँ बुझेँ आउँला तपाईँले ठुलो कुरो तपाईँलाई पर्व बनाएर तपाईँले मान्छ पर्व हो मैले माने हो मैले भन्न खोजेको बुझ्नु भयो नि यो यो बाटा पल्टिन्छ बाटा खान्छ काम छैन भने त्यो आफूले वातावरण दिने हो किन मेरो कुरा तपाईँ अहिले लाग्छ तपाईँ सधैँ हो